Hello guys, welcome to my new blog and subscribe anyone. हामी दुईजना छौँ आज चाहिँ हाम्रो तपाईँहरूको लागि एउटा इन्ट्रेस्टिङ खालको ब्लग लिएर आएको छौँ। हाम्रो चाहिँ आज हन्टिङ है। अहिले चाहिँ हामी इन्डियातिर छौँ होइन, यो इन्डिया यो मणिपुरतिर छौँ हामी चाहिँ गाइस होइन। अब म चाहिँ अब भर्खर दिल्लीबाट न्यू दिल्लीबाट यता मणिपुरतिर आएको छु। अब न्यू दिल्लीतिर काम गर्नु गएको थियो होइन, कामै भएन अब हामी यता आएको छौँ होइन गाइस। हाम्रो यता हाम्रो दादाको छोरा हुन्छ होइन। हेलो होइन। अब हामी बस्ने रुम चाहिँ ऊ पर छ है गाइस, ऊ पर छ हामी बस्ने रुम चाहिँ होइन। अब तपाईँहरूले देख्नु भएन होला, यता जोस् रमाइलो छ, गाउँहरू जोस् इन्ट्रेस्टिङ खालको छ, रमाइलो लागिरहेछ। अनि जोस् भ्यू पनि राम्रै छ, जोस् मोबाइल राम्रो नभए पनि भ्यू चाहिँ राम्रै छ है। आँखाबाट जोस् देखे जस्तो मोबाइलबाट देखिँदैन रहेछ होइन गाइस। जोस् भ्यू चाहिँ अब्बाल छ होइन। अब हामी चाहिँ यस्तै भन्दै हामी चाहिँ अब लाग्छौँ हाम्रो गन्तव्यतिर। अब यस्तै छ। अब हामी चाहिँ अब यसो भाइले मलाई घुमाउने अरे नि त, म भर्खर आएको 1 दिन हुँदैछ नि त। म हिजो त आएर फ्रेस भएर बसेँ होइन घरतिरै रुमतिरै। अब हामी दुईजना छौँ भाइसँग भर्खर। अब भाइले मलाई घुमाउनु लान्छ अरे नि त होइन। दिल्लीतिर म भ्लग बनाऊँ भन्दै थिएँ होइन गाइस। युट्युब आइडी मैले भर्खर खोलेर अब जस्ट चढ क्या म युट्युब खोल्छु भन्ने। त्यही भएर अहिले चाहिँ अब युट्युब खोलेर अब चट्टसँगले अब युट्युब बनाएर खोलेर हिँड्दैछु होइन गाइस। अब घुम्ने ठाउँ जोस् पहाड जस्तै रहेछ मलाई चाहिँ, जो सेम पहाड लाग्यो क्या। तर जोस् अब पहाड जस्तो त कहाँ हुन्छ र होइन, होइन भाइ। जोस् रमाइलो छ बाटो, तर अलिक पानी पर्छ कि अलिक हिलो छ कि गाइस, अलिक इन्ट्रेस्टिङ छैन होला होइन। जोस् जे गरे नि जसो गरे नि। हेर त हाम्रो गाउँतिर यसो म्याङ्गोहरू हुँदैन, अहिले त यहाँ म्याङ्गो भर्खर फल्दैछ हो तेरिका। जोस् राम्रो छ बाटोघाटो पनि अलिकति बेहाल रहेछ है गाइस। बाटो अलिकति इन्ट्रेस्टिङ भएन, बाटो अलिकति के भन्छ पानी परेर क्या अलिकति लुज भएको रहेछ। सिउ हाम्रो चाहिँ यताउति हुँदैछ सबैतिर। बाटो चाहिँ जे खराब रहेछ यार एकदम। सिधा न यस्तो चल्दैछ गाडी छ। बाटो चाहिँ जे बब्बाल छ है गाइस, इन्ट्रेस्टिङ खालको छ। गाउँघर रहेछ होइन, सँगले गाउँघर छ। हाम्रो भाइ यता छ, हाम्रो भाइ पनि पुज्दै भाइ म गाइस। तपाईँहरूलाई के भन्न चाहन्छु भने म नयाँ मान्छे हो, फलो गरिदिनु मेरो युट्युब भनेको सरी मेरो उयो के भन्छ टिकटक पनि छ होइन। टिकटक चाहिँ मैले धेरै चलाएको होइन। युट्युबमा युट्युब च्यानल सब्सक्राइब गरिदिनु एन्ड अरू सपोर्ट चाहिँ गरिराख्नु न। म नयाँ भिडियोहरू ल्याउँछु, इन्डियाको सबै कुराहरू म तपाईँहरूलाई सेयर गर्छु। अब्बी झन्डै लडिने यार तेरिका बाटो लास्ट ओभर चिप्लो छ यार गाइस। म पानी परेर होला कि किन ओभर उयो छ क्या होइन। हामी चाहिँ अब जस्तै यता बजारतिर आएको थियो अब त अहिले चाहिँ बजार रहेन रहेछ होइन। बजारहरू सबैतिर बन्द भएको रहेछ आज, किनकि सन्डे हेऱ्यो नि त। सन्डे चाहिँ यता सबै बन्द हुँदो रहेछ क्या। हिजो हामी ट्युस्डेतिर अब हामी उता फेरि नेपाल जानुपर्ने छ भनेर भन्दै थियो दादाले। नेपालतिर ट्युस्डेतिर हामी नेपाल गयौँ भने गएनौँ भने ठिक छ। डक त खतरा छ त यार। त्यहाँदेखि केही छैन, म चाहिँ हिजो सटरडे आएको होइन। सटरडे आएर मलाई चाहिँ यसो घुम्नु मन लाग्यो क्या यता आएर। त्यही भएर अनि चट्टसँगले घुमिदिउँ न भनेर भाइलाई चाहिँ लिएर घुमेको होइन म। अनि त्यही भएर अहिले चाहिँ घुम्दैछु गाइस। रमाइलो छ ठाउँ। पेल्स बजारतिर जाउँ न त होइन भाइ। यसो घुम्दै अलिकति राम्रो नभए पनि चाम्रो भयो भने जस्तै हो भने फलो गरिदिनु मेरो टिकटकमा गएर, अनि सब्सक्राइब गरिदिनु मेरो युट्युब आइडीमा है गाइस। अब हामी चट्ट बजारतिर गएपछि तपाईँहरूलाई म नेक्स्ट भिडियो देखाउने छु। अहिलेको लागि